दही पुरी भने पनि मिठा पानी पुरी भने पनि कुरा त एउटै हो हैन साथीहरु। आज चाहिँ मैले फर्स्ट टाइम घरमा बनाएको तर यस्तो मिठो भएको थियो, त्यही भएर रेसिपी तपाईहरुलाई शेयर गर्छु है त। भिजाइसकेको इमलीलाई छान्ने, त्यसपछि प्यानमा राखेर पानी, सक्खर अनि कर्नफ्लावर राखेर एकछिन चलाउने। अलि पातलो जस्तो लाएर मैले फेरि कर्नफ्लावर राखेर अझै फेरि चलाइदे अनि अलिकति चाट मसला हालेर छान्दे मैले। मिठा सस रेडी भयो। अब दही बनाएर देखाउँछु। दहीको लागि चाहिँ अलिकति पानी अनि चाट मसला राखेर मिक्स गरे पुग्छ। फिलिङको लागि चाहिँ मैले आलु, प्याज, धनिया मात्रै लिएको छु। तपाईहरुले अरु एड गर्न सक्नुहुन्छ। अनि तातो तेलमा जिरा धनिया फुराउने, चिली फ्लेक्स हालेर, बेसार हालेर अनि चिली पाउडर पनि हाल्दिने। त्यसपछि यसमा जिरा धनियाको पाउडर, चाट मसला, नर्मल नुन अनि कालो नुन राखेर मजाले मिक्स गर्दिने। सबै रेडी भयो साथीहरु। सबै फिलिङहरु, दही अनि मिठा ससहरु हालिसकेपछि चाहिँ प्याज, हरियो खुर्सानी, धनिया अनि माथिबाट कालो नुन, चाट मसला, रेड चिली पाउडर अनि भुजिया हालेर मजाले इन्जोय गर्नु है।